हेलो साथीहरू, आज हामी यहाँ रानी महल आएको छौँ। पाल्पा रानी महल। अनि यो चाहिँ रानी महल राजा शमशेरले बनाउनु भएको अरे आफ्नो रानीको लागि। अनि यहाँ चाहिँ हाम्रो दिदी अनि दाइ हुनुहुन्छ। अनि यता मेरो भदैनी, यता हेर जेस्मिन। हेलो। अनि उहाँ चाहिँ मेरो सानो माइजू। हामी आज हामी आज के गर्न आएको अरे यहाँ? के गर्न आएको घुम्न आएको। के भनेछु मैले रानीमहल के गर्न आएको भने हामी घुम्न आएको छौँ। अनि अब एकछिन घुमेर हामी जान्छौँ। यस्तो राम्रो बनाएको रहेछ यहाँ, सिन यस्तो राम्रो छ कि यहाँ, यस्तो राम्रो छ सिनहरू, यस्तो राम्रो छ। अब हामी जान लागेको भित्र, बल्ल भित्र महल घुम्छौँ। अनि त्यसपछि एकछिन यहीँ खोलामा बसेर एकछिन फोटोसोटो खिचेर अनि जान्छौँ, हामी फर्किन्छौँ। हिँड के भएको उसै हुन्न त भिडियो भन्नु त्यो के भयो बल्ल। हामी यहाँ बतासे डाँडामा आएको छौँ। अनि यस्तो राम्रो छ क्या, पुरै भ्यूहरू 360 एङ्गलले खिच्यो भने यस्तो राम्रो देखिन्छ यहाँ भ्यू, दामी छ। जे होस् राम्रो रहेछ। अनि हावा पनि कस्तो मजाको लाग्दो रहेछ कि, एसी भन्दा पनि चिसो, एकदम चिसो। अनि आनन्द पिस भइरहेको छ, यस्तो राम्रो छ। हामी चाहिँ घुम्दै अब एकछिन घुमेर अनि हामी जान्छौँ। यहाँ अगाडि माइजू, दिदी, दाइ, अनि अगाडि चाहिँ भदैनी छ। म चाहिँ पछाडि हिँड्दैछु। मैले धेरै त देखाउन पाएन हजुरहरूलाई, तर मैले जति देखाएँ अब हजुरहरूले इन्जोय गर्नुभएको छ होला। यसरी नै मेरो च्यानललाई हजुरले हेरिदिनु होला, माया गरिदिनु होला। बतासे डाँडा घुमेपछि मैले तपाईँहरूलाई धेरै देखाउन पाएन, किनकि अब अँध्यारो भइसकेको थियो, घर आउन हतार भएको थियो। त्यही भएर त्यसको लागि एक्सट्रिमली सरी भन्न चाहन्छु। अब आउँदो दिनमा मैले राम्रो भिडियोहरू ल्याउने नै छु। त्यही भन्दै म बिदा हुन चाहन्छु। मेरो च्यानललाई प्लिज लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।